So hey guys, म चाहिँ यहाँ फसेर यस्तोसम्म भइरहेछ देख्न सक्नुहुनेछ तपाईहरुले मेरो हालत खराब भइरहेछ एउटा हल्का बाटो बनाएको छ बाटोको हालत त यस्तोमा चाहिँ कसरी लाने होला अब भीमफेदी सर्टकट भनेर आएको झन् हजुर कताबाट घन्टी खोला यतापट्टिबाट खै यतापट्टिबाट नि छ नि त बाटो सिधै जानु त कताबाट उते डाँडा उले त जानु न उता कहाँ पुग्छ भीमफेदी भइसके भइसबाट नि जानु न उता के गर्नु तपाईँलाई गाह्रो छ त अनि त्यही त यस्तो बाटो छ के गरेर जानु खै बिस्तारै त्यही त बिस्तारै खतरा खोज्नु ल गाइस म चाहिँ यहाँ फसेको छ हेर्नुहोस् है गाइस यहाँ बाटोको हालत देख्न सक्नुहुनेछ तपाईँहरूले यहाँ पसिना भइसक्यो बाटो बनाएर तपाईँहरूले देख्न सक्नुहुनेछ प्लिज गाइस यहाँबाट कसरी लाने बाइक हो माई गॉड के हो यस्तो हालत खराब गरिसक्यो यार बाटोले माथिबाट बल्ल बल्ल आइपुग्यो बाइक यहाँ छ पहिरोले यस्तो गरेको यहाँबाट बिस्तारै उकालेर लैजाऊ भनेको गाइस हेर्न सक्नुहुन्छ नेपालको बाटो यस्तो छ यो रानी खोला भीमफेदी गाउँपालिका रानी खोलामा पर्छ यो तपाईँले देख्न सक्नुहुन्छ यहाँ हालत खराब छ पुरै बाटो बिग्रेर बल्ल ल हेर्नुहोस् बिजोग रमाइलो छ हो के गर्ने ल्याउने होला बाइक सर्टकट हुन्छ भनेर यता चुनियाबाट आएको गाइस बिजोग भयो मेरो त तपाईँहरूले हेर्न सक्नुहुनेछ मेरो भ्लग यो होला देशमा यस्तो हालत छ के गरी बस्छ होला हौ यहाँबाट कसरी छिराउने बाटो ट्र्याक त कसरी भन्ने हो चालमा तपाईँहरू यो बाटो यो ढुङ्गा वाट इज दिस इज नो look at that अब रोड बन्छ बिस्तारै यहाँबाट आउँछ बाइक स्टारमै छ बाइक हालत खराब भइसक्यो अझै यहाँ ढुङ्गा मिलाउनु छ यो सरकार के गरौँ भने यस्तो बाटो त बिजोग पो छ त हो याहू ल हेर्नुहोस् अब बाटो तयारी हुँदैछ तपाईँहरूले देख्न सक्नुहुनेछ अब बाटो स्पेसल बन्दैछ हाम्रो यो बाटोमा अब बाइक सरर मोटर सरर राइडर हो गाइस राइडरले अब चलाइन्छ बाइक अब यहाँबाट म गइन्छ ल गाइस
ल गाइज बल्ल बल्ल बाइक पारि ल्यायो अब लास्ट हो अब चाहिँ यहाँबाट लगभग साढे पुग्छ यहाँबाट बाटो बिग्रेको छैन यस्तो बाटोबाट पुरै बिग्रिँदै बाटोमा गाह्रो पाले ल्यायो अब चाहिँ हामी जाँदैछु गाइज ल दाइ धन्यवाद तपाईँलाई हाम्रो दाइले धेरै सहयोग गरिदिनु भयो होइन तपाईँले धन्यवाद म भ्लग बनाउँदै हस् अब त म जान्छु है हस् त गाइज एकजना दाइले मलाई धेरै हेल्प गरिदिनु भयो अब म बिस्तारै राम्रो बाटो जाँदैछु प्लिज गाइज